हेलो एभ्रिवान नमस्ते। फाइनल्ली आज मेरो 90 डेज रिल च्यालेन्जको डे 90 रहेको छ। आज मेरो लास्ट टपिक्स रहेको छ। मैले चाहिँ हजुरहरूलाई चाहिँ विगत 3 महिनादेखि चाहिँ मेरो बिजनेस सम्बन्धी एउटा टपिक्समा चाहिँ होइन मैले चाहिँ मेरो बिजनेस रिलेटेड जानकारी दिने कोसिस गरेँ। कति बुझ्नु भयो कति बुझ्नु भएन है। अनि आजको मेरो लास्ट टपिक्स रहेको छ पोजिटिभ माइन्डसेट। तपाईलाई तपाईको सफलतासँगसम्म पुर्याउने चाहिँ पहिलो चाहिँ तपाईको फ्यामिली हुन्छ हैन। तपाईको फ्यामिलीले जस्तो तपाईलाई पोजिटिभ कसैले पनि सोच्दैन। त्यही भएर काम गर्दा बिजनेस गर्दा आफ्नो फ्यामिलीलाई कति सपोर्ट हुन्छ, फ्यामिलीसँग कति बस्न पाइन्छ हैन, त्यो सोचेर बिजनेस स्टार्ट गर्नुपर्छ। जस्तो मैले गरे जस्तो मेरो बिजनेसले मेरो फ्यामिलीलाई कुनै असर गर्दैन। एनी टाइम म मेरो फ्यामिलीको बिचमा हुन्छु अनि फ्यामिलीसँगै बसेर मैले मेरो बिजनेस रन गरिरहेको छु, जसले चाहिँ मलाई अझ धेरै ऊर्जा दिन्छ। फ्यामिलीसँग बसेर काम गर्दाखेरि त्यो एक्लोपन महसुस हुँदैन, कसैले हेपेको महसुस हुँदैन। किनभने एज अ ओनर भएर चाहिँ मैले मेरो टिमवर्कसँग मिलेर मेरो काम गरिरहेको छु आफ्नो तरिकाले हैन। कुन टाइम आफूलाई कम्फर्ट हुन्छ त्यो टाइममा चाहिँ मैले यो बिजनेस रन गरिरहेको छु। मलाई कसैले कन्ट्रोल गर्न सक्दैन। मैले एनी टाइम मेरो फ्यामिलीलाई मैले टाइम दिन पाउँछु हैन। मैले टाइम दिन नसकेको खण्डमा मेरो बिजनेसमा भनेको अटोमेसन सिस्टम छ। अटोमेसन सिस्टमले काम गरिदिन्छ, जसले गर्दाखेरि चाहिँ म चाहिँ फ्री फ्रम टाइट सेड्युल, फ्री फ्रम फाइनेन्सियल फ्रिडम हैन, अनि टाइम फ्रिडम, आफ्नो पर्सनल ग्रोथ सबै कुरा चाहिँ मैले यो बिजनेसबाट पाएको छु। जसले चाहिँ मलाई पोजिटिभ थट्स हैन, पोजिटिभ कुरा मात्रै सोच्न सक्ने बनाएको छ यो बिजनेसको ट्रेनिङले, बिजनेसको मास्टर माइन्डले। जुन हरेक हप्ताको 2 चोटि चाहिँ मास्टर माइन्ड आउँछ, जसले चाहिँ हामीलाई चाहिँ लाइफलाई चाहिँ लिएर अनि लाइफलाई कसरी पोजिटिभ थट बनाएर आफ्नो लाइफलाई चाहिँ सफल बनाउन सकिन्छ भनेर यो बिजनेसले सिकाएको छ। हजुरहरू पनि यस्तै पोजिटिभ थट, यस्तै पोजिटिभ माइन्डसेट भएको बिजनेस गर्न चाहनुहुन्छ, त्यो पनि आफ्नो परिवारसँग बसेर, आफ्नो बच्चासँग बसेर, आफ्नो घरमा बसेर गर्न चाहनुहुन्छ, बिना कसैको अन्डर बिना हैन, कसैको चाहिँ त्यो हेपाइ बिना, कसैलाई भेट्नुभन्दा अगाडि पहिले आफ्नो फ्यामिलीसँगै बसेर चाहिँ यो बिजनेस गर्ने सोचमा हुनुहुन्छ भने यो बिजनेस हजुरहरूको लागि हो। सो आउनुहोस् हातमा हात मिलाउँदै यो बिजनेस फेरि सुरु गरौँ अनि फेरि म जस्तै भएर चाहिँ आफ्नो घरबाट आफ्नो बच्चासँग आफ्नो फ्यामिलीसँग बसेर चाहिँ फाइनेन्सियली फ्रिडम पनि, टाइम फ्रिडम पनि, मोर फ्यामिली टाइम पनि। थ्याङ्क यू सो मच। ह्याभ अ गुड डे।